बिहानै उठेर म चाहिँ इन्डोरतिर लागे क्रिकेट खेल्न। करिब बिहानको 4:50 होला म चाहिँ रङ्गशालातर्फ लागे। म चाहिँ सुर्खेतको रङ्गशाला स्थित 10औं राष्ट्रिय खेलकुद हुने ठाउँमा आइसकेको छु। अहिले चाहिँ म दाइलाई कोर्ने छु। दाइहरू आएपछि चाहिँ सँगै जानेछौँ। सो अहिले चाहिँ दाइहरू सब आइसक्नु भएको छ। अब चाहिँ म तपाईहरुलाई सिधै इन्डोर गएर देखाउने छु। सो अहिले चाहिँ सबै सामान निकालिसक्यौँ। अब सिधै मेरो ब्याटिङ हेर्न सक्नुहुन्छ। करिब 30 मिनट जति खेलिसकेपछि चाहिँ अहिले चाहिँ लास्टै थाक लागेको थियो। लास्टै पसिना आएको कारण मैले चाहिँ टावेल लगेर पसिना पुछेँ आफ्नो। सो गाइस भिडियो चाहिँ हेरिदिनुहुन्छ तर सब्स्क्राइब गरिदिनुहुन्न, सब्स्क्राइब गरिदिनु होला। सो अहिले चाहिँ हामी घरतर्फ लाग्न लाग्यौँ तर पानी परेको कारणले हल्का डिस्टर्ब गर्यो। मलाई लास्ट टाइम सपोर्ट गर्न नबिर्सिनु होला। आजको मिनी भ्लग यति, फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई।